वेलकम एभ्रीबडी। आजको यो भिडियोमा चाहिँ हामी कसरी कोड एडिटर डाउनलोड गर्ने, त्यसपछि कसरी कम्पाइलर डाउनलोड गर्ने अनि कम्पाइलरलाई कसरी सेटअप गर्ने त्यो कुराहरू यो भिडियोमा जान्नेछौँ। त्यसका लागि सबैभन्दा सुरुमा चाहिँ हामीले कोड एडिटर VS कोड डाउनलोड गर्नुपर्ने हुन्छ। VS कोडमा चाहिँ हामी हाम्रो C को कोड लेख्छौँ र VS कोड डाउनलोड गर्नका लागि एउटा ब्राउजरमा गएर हामी VS कोड भनेर लेख्छौँ। VS कोड लेखिसकेपछि यहाँनिर तल डाउनलोडको अप्सन हुन्छ। तपाईँले यहाँनिर डाउनलोड थिच्नुभयो भने यहाँ विन्डोज अनि म्याक अनि त्यसपछि लिनक्स तीनटा अपरेटिङ सिस्टमको लागि डाउनलोडको अप्सन आएको छ। अहिलेको लागि हामी विन्डोजमा भएको कारणले विन्डोजमा यसरी तपाईँले डाउनलोड थिच्नुभयो भने यहाँनिर माथि डाउनलोड हुन यो सुरु हुन्छ। अब यो डाउनलोड भइसकेपछि ओके, यो डाउनलोड भइसकेको छ। अब यो डाउनलोड भइसकेपछि तपाईँहरूले यहाँनिर यसलाई ओपन गर्न सक्नुहुनेछ। अब यो ओपन गरिसकेपछि तपाईहरुको यसरी आउनेछ आई एक्सेप्ट द एग्रीमेन्ट भनेर हामीले अगाडि बढ्न सक्छौं। नेक्स्ट गरेपछि यो कहाँनेर लगेर यसले इन्स्टल गर्ने भन्ने कुरा हो। यो यतिकै छोड्दा केही फरक पर्दैन। त्यसपछि नेक्स्ट गरौँ, त्यसपछि फेरि नेक्स्ट नै गरौँ। त्यसपछि यहाँ दुईटा अप्सन्समा चाहिँ तपाईहरुले टिक गर्नु होला, ओपन विथ कोड भनेर अनि ओपन विथ कोड भनेर विथ विन्डोज एक्सप्लोरर डाइरेक्टरी भनेर भनिन्छ। अब क्रिएट अ डेस्कटप आइकन, अहिलेको लागि डेस्कटपमा आइकन क्रिएट गरिराख्नु परेन। नेक्स्ट गरेँ मैले इन्स्टल गरिसकेपछि अब यसले इन्स्टल गर्छ। यो कुरा केही समय लाग्छ इन्स्टल हुन। ओके, VS कोड इन्स्टल भइसकेको छ। अब हामीले यहाँनिर फिनिस गरिसकेपछि यो VS कोड यसरी खुल्ने छ। अब यहाँबाट हामीले यो इन्स्टल गरिसकेपछि यहाँबाट यो VS कोड खुल्छ। अब अहिलेको लागि हामी यो VS कोड खोल्दैनौँ। अहिलेको लागि हामी हाम्रो कम्पाइलर इन्स्टल गर्नतिर लाग्छौँ। अब कम्पाइलर इन्स्टल गर्नको लागि minGW भनेर minGW कम्पाइलर भनेर पाउँछ। minGW कम्पाइलर तपाईहरुले यसरी खोल्नुभयो भने यहाँ सोर्स फोर्स को वेबसाइट आउँछ। त्यसपछि यहाँले तपाईले इन्स्टल minGW मा थिच्नुभयो भने यसरी तपाईहरुको एउटा इन्टरफेस खुल्छ। अब यहाँबाट तपाईहरुले यो डाउनलोड विल स्टार्ट सर्टली भनेर देखाइसकेको छ। अब यो minGW को हामीलाई सेटअप इन्स्टल भइसक्यो। अब यो इन्स्टल भइसकेपछि हामी यहाँ इन्स्टल थिचेर हामी अगाडि बढ्न सक्छौँ। ल, यो इन्स्टल हुँदैछ, यो अलिकति मात्रै समय लाग्छ। ल, हाम्रो इन्स्टल भइसकेको छ। अब हामीले यहाँनिर कन्टिन्यू गरिसकेपछि यसले एउटा यस्तो इन्टरफेस खोल्छ। अब यो इन्टरफेसमा हेर्ने हो भने हामीलाई चाहिने कुरा भनेको यो GCC अनि G++ कम्पाइलर हो। मार्क फर इन्स्टलेसन गर्छु। त्यसै गरी एउटा बेस पनि चाहिने भएको कारणले यो एउटा चाहियो। त्यसपछि डेभलपर टुल पनि इन्स्टल गरिराखौँ अहिलेको लागि। अब यति भइसकेपछि यो GCC OBJC पनि डाउनलोड गरिराखौँ। अब यति भइसकेपछि हामीले यहाँनिर इन्स्टलेसनमा जाने, त्यस पछाडि एप्लाई फर चेन्जेस गरिसकेपछि अब यो यसले चाहिँ इन्स्टलेसन गर्न सुरु गर्छ अनि यो अलिकति टाइम लाग्ने भएकाले ओके। अब यसले लगभग 10 मिनट लियो यो इन्स्टल गर्न। अब यति गरिसकेपछि हामीले यहाँनिर यु मे क्लोज द डायलग भनेर भनेको छ, त्यही भएर हामीले क्लोज गर्न सक्यौँ। अब यसलाई पनि हटाउँदा भयो। अब त्यस पछाडि के गर्नु पर्यो त नेक्स्ट भन्दाखेरि अब minGW को सेटअप गर्नु पर्यो। हाम्रो सिस्टममा यो कम्पाइलर चाहिँ सेटअप गर्नु पर्यो। त्यसका लागि हामीले इन्भाइरोमेन्ट भेरिएबलमा जाने, इन्भाइरोमेन्ट भेरिएबलमा जान्छौँ। त्यस पछाडि यहाँनिर इन्भाइरोमेन्ट भेरिएबल भन्छ। अब यहाँनिर हामीले त्यो पाथ कपी गर्नुपर्छ अनि यहाँनिर पेस्ट गर्नुपर्छ। त्यसका लागि हामी दिस पीसीमा गएर त्यसपछि लोकल डिस्क सीमा गएर यहाँनिर minGW भनेर आउँछ। यहाँनिर भित्र गएर बिनमा गएर यो बिनको जुन पाथ हुन्छ तपाईहरुले यहाँ माथि देख्न सक्नुहुन्छ, यहाँ पाथ चाहिँ हामीले यहाँ कपी गर्नुपर्ने हुन्छ। अब यो पाथ कपी गरिसकेपछि यहाँ आउने, त्यस पछाडि यहाँनिर सिस्टम भेरिएबल्समा गएर यहाँनिर तल यस्तो पाथ देखिन्छ। यो पाथमा हामीले एडिट गर्ने, त्यस पछाडि हामीले न्यूमा दाबेर चाहिँ हामीले यो पाथ चाहिँ यहाँनिर गएर पेस्ट गर्नुपर्ने हुन्छ। अब यति गरेर ओके गरेर यहाँ पनि ओके गरेर अब यहाँनिर मैले ओके गरिदिइसकेपछि अब यो हाम्रो सिस्टममा चाहिँ कम्पाइलर सेटअप भइसक्यो। अब कम्पाइलर सेटअप भयो कि भएन भनेर हेर्नका लागि हामीले पावर सेल खोल्न सक्छौँ। जस्तो विन्डोज एस गरेर मैले विन्डोज पावर सेल मैले खोलेँ। त्यस पछाडि मैले यहाँ GCC -version गरेँ भने यहाँनिर यस्तो खालको तपाईहरुलाई रेस्पोन्स आउँछ भने तपाईहरुको सिस्टममा चाहिँ
यो हाम्रो कम्पाइलर सेटअप भइसक्यो भनेर बुझ्नुपर्छ है त। ल अब यति भइसकेपछि हामी एउटा सी प्रोग्रामिङ भनेर एउटा फोल्डर बनाऊँ, सी प्रोग्रामिङ। अब यो फोल्डरमा हामीले यहाँ भित्र खोलिसकेपछि यहाँ राइट क्लिक गरिसकेपछि हामीले यहाँ मोर अप्सन्समा ओपन विथ कोड भनेर तपाईले अप्सन्स पाउनुहुन्छ, यो खोलौं। अब यो खोलिसकेपछि यो फोल्डरलाई चाहिँ यसले VS कोडमा खोलेको हुन्छ है त। अब यो भनेको फोल्डर खोलेको छ। अब यो आइकन भनेको तपाईको यो फोल्डर भित्र एउटा नयाँ फाइल हाल्ने एउटा बटन हो। त्यसपछि अर्को भनेको एउटा फोल्डर हाल्ने, फोल्डर भित्र फोल्डर पनि हाल्न सक्यो। अहिलेका लागि हामी एउटा फाइल बनाऊँ, hello.c भनेर एउटा फाइल बनाऊँ। अब यो hello.c भनेर फाइल बनाइसकेपछि यो .c भनेको चाहिँ हाम्रो c को एक्सटेन्सन हो। .c भन्नाले चाहिँ c को फाइल बनाएको हो है भनेर बुझिन्छ। अब अहिलेको लागि यहाँ भित्र कोड केही पनि छैन, हामीले कोड आफै लेख्नुपर्ने हुन्छ। त्यसका लागि #include stdio.h गरेर हामीले स्ट्यान्डर्ड इनपुट आउटपुट हेडर फाइल भनेर भन्छ। हामीले स्ट्यान्डर्ड इनपुट आउटपुट हेडर फाइललाई चाहिँ इम्पोर्ट गरेको है त। अब हामीले इन्ट मेन भनेर एउटा फंक्सन बनाऊँ। मेन फंक्सन भित्र हामीले सबै कुरा गर्ने हो। अब यहाँनिर हामीले printf भनेर एउटा फंक्सन हुन्छ, यहाँ हामीले हेलो वर्ल्ड भनेर लेखौँ अहिलेको लागि। ल अनि त्यसपछि मैले रिटर्न 0 गरे। अब यति गरिसकेपछि यो एउटा भनेको सिम्पल सी को प्रोग्राम हो। अब यो मेन फंक्सनमा चाहिँ हामीले मेन भनेको चाहिँ प्रोग्रामको ब्रेन जस्तै हो, सबै कुरा हामीले यहाँ मेन फंक्सन भित्र गर्नुपर्ने हुन्छ। अब यो printf फंक्सन भनेको चाहिँ यो माथि हामीले जुन इम्पोर्ट गरेको छौं यो हेडर फाइलबाट यो फंक्सन आएको हुन्छ। यो फंक्सनले चाहिँ प्रिन्ट गरेर दिने हो। अब अहिलेको लागि आउटपुटमा के प्रिन्ट गर भन्दाखेरि हेलो वर्ल्ड भनेर प्रिन्ट गर भनेर भनेको छौं। अब यसका लागि हेलो वर्ल्ड यसले प्रिन्ट गरेर दिने भयो। अनि रिटर्न 0 भनेको चाहिँ यो एउटा इन्टिजर टाइपको फंक्सन हो, अर्थात यसले चाहिँ इन्टिजर रिटर्न गर्नुपर्छ भनेको हो। भोलि पर्सि हामी फंक्सन पढ्दा पनि थाहा हुन्छ हामीलाई यो सबै कुराहरू। अहिलेका लागि चाहिँ रिटर्न 0 भन्नाले चाहिँ यो कोड चाहिँ सक्सेसफुल रन भयो है भनेर बुझ्नका लागि राखिएको है त। अब यति गरिसकेपछि हामीले कोडलाई रन गर्नुपर्ने हुन्छ। रन गर्नका लागि हामीले शिफ्ट अनि त्यसपछि माथिको एपोस्ट्रोफी बटन थिच्यौं भने हामीले यो टर्मिनल खोल्न सकिन्छ, अथवा हामीले यहाँनिर गएर टर्मिनलमा न्यू टर्मिनल गर्दा पनि भयो है त। अब न्यू टर्मिनल गरिसकेपछि एउटा टर्मिनल खोल्छ। ल अब हामीले कोड रन गर्नु पर्यो। त्यसका लागि हामीले यो सी को फाइललाई चाहिँ हामीले एक्जिक्युटेबल फाइलमा कन्भर्ट गर्नुपर्ने हुन्छ। कन्भर्ट गर्नका लागि हाम्रो कम्पाइलर छ, कम्पाइलरलाई हामीले इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ। त्यसका लागि gcc त्यसपछि यो हाम्रो फाइलको नेम hello.c अनि -o त्यसपछि हाम्रो एक्जिक्युटेबल फाइलको नाम चाहिँ के राख्ने भन्दाखेरि अहिलेको लागि हेलो नै राखे है त। मैले इन्टर दाबिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ एउटा एक्जिक्युटेबल फाइल एउटा बनिएको छ जुन चाहिँ बाइनरी फर्मेटमा हुन्छ। ओपन इन एनी वे गरे भने पनि मैले यस्तो फर्मेटमा हुन्छ, तपाईले यो के हो बुझ्न सक्नुहुन्न है त। अब यो हाम्रो एक्जिक्युटेबल फाइल भइसकेको छ, निस्किसकेको छ, बनिसकेको छ। अब हामीले यो फाइललाई चाहिँ रन गर्नुपर्ने हुन्छ है त। अब यो फाइललाई रन गर्नको लागि के गर्ने भन्दाखेरि यो फाइललाई खोल्नु पर्छ भन्नुको अर्थ त्यो हो। अब भनेको ./hello.exe गरिसकेपछि हाम्रो यो फाइल खोलियो। यो फाइलले चाहिँ के रेस्पोन्स दियो त भन्दाखेरि हेलो वर्ल्ड, जुन चाहिँ हामीले यहाँनिर printf मा हेलो वर्ल्ड लेखेको थियौं है त। ल यति गरिसकेपछि हामीले सी मा कसरी प्रोग्राम लेखिँदो रहेछ अनि सी मा कसरी हामीले कम्पाइलर सेटअप गर्ने सबै थोकहरू जानिसकेको छौं। नेक्स्ट भिडियोजहरुमा चाहिँ हामी अरु कुराहरुको बारेमा डिस्कस गर्नेछौं। त्यतिन्जेलको लागि धेरै धेरै धन्यवाद। हस्त।